हेलो गाइज, वेलकम बैक। फेरि नयाँ भिडियो लिएर म आइसकेको छु है। आज चाहिँ दीपावली स्पेशल भिडियो छ र हामीले थोरै बमहरू लिएर आएको छौँ र अहिले यो बमहरू पड्काउँदैछौँ। यहाँ सबैजना एकदम एक्साइटेड भइरहेछन् पटाका पड्काउनको लागि। हामीसँग बमहरू चाहिँ कुन कुन छ भने झिरझिरे छ दुईटा, अनि यो के हो यो अनार बम छ, यो छ हामीसँग खोर्सानी बम, अनि अहिले एकदम नयाँ मार्केटमा आएको नयाँ बम छ पपअप यो पनि छ। अनि हामीसँग अर्को भनेको एकदम स्पेसल आएको चाहिँ आलु बम यो छ। अनि अर्को हामीसँग भनेको चक्री बम छ। यति बम चाहिँ हामी अब यहाँ पड्काउन गइरहेछौँ है। होला र पड्काएको गरेको सबै भिडियो हामी राख्नेछौँ। हाम्रो बम पड्काउने कार्यक्रम चाहिँ सुरु भइसकेको छ। फर्स्टमा पपअप हामीले निकालिसकेका छौँ। यहाँ अब भाइ बहिनीहरूले पपअप पड्काउनुहुन्छ, पड्काउने मान्छेहरू धेरै हुनुहुन्छ यहाँ होला। सबैले हातमा बोक्नु होला पपअप। फुल भिडियो युट्युबमा आउँछ, त्यो पनि हेरिदिनु। सबैले दुईवटा पपअप लिने, येल्लो होइन कलर जुन जुन आउँछ ल। ओके 3, 2, 1 पपअप पड्काइदिनु हामीले है। पपअप मजाले पड्किँदो रहेछ। हाम्रो नेक्स्ट भनेको झिरझिरेको छ है। झिरझिरे पड्काउनु सबैजना एकदम आतुर गरिरहेछ है। अनि अब यो पड्काउन बसिरहेछ ल। सबैले बोक्ने एउटा 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 सब गाइज, सबले एउटा एउटा लिने। सुबियान अब हाम्रो चालु भएको छ ल। मोमबत्ती चाहिँदैन, यहाँ यहाँ सबै रेडी गर। लाग्दैन ल, रेडी गर। तल नराख न, अलिक माथि राख। तिमीहरू धेरै तल तल ल्याउँछ भने कहाँबाट हुन्छ? एउटा चालु भइसकेको छ। अब चाहिँ हामी अनार बम पड्काउँछौँ। हेर्नु होला सबैजनाले है, अनार बमको पालो आएको छ। ल ल ल, यहाँ राख्ने। अब बाल्ने यहाँ अनार बम यहाँ छ। अब हाम्रो नेक्स्ट भनेको चक्र बल है। यो कस्तो बल छ हाम्रो चक्र बम बल्ने काम भइरहेछ है। कस्तो बल छ ह्याप्पी दिवाली। खतरा घुमिरहेछ हेर्नु चक्र बम। अब हाम्रो नेक्स्ट बम भनेको खोर्सानी बम छ है। अब यो पनि हामी पड्काउँदैछौँ। चालु भइसकेको छ। पाल्ने मान्छे चाहिँ डराउँदैछ। यस 1, 2, 3 गो।
अब हाम्रो नेक्स्ट भनेको आजको मेन पटाका आलु बम यो पड्काउन गइरहेछ हेर्नेहरू यहाँ यतिजना छ बचाउनेहरू हेर्न सक्नुहुन्छ आलु बम पड्किन्छ